आज चाहिँ बिहानै उठेर जाँदैछु धामीकोमा। किन जाँदैछु धामीकोमा भन्ने अलिक जिउ पनि सन्चो लागेको थिएन र पैतालो पनि पोलिरहेको थियो। के भएर चाहिँ होला भनेर देखाउन गएको थिएँ। हेर्नु न, गएपछि एउटा कति राम्रै क्युट बेबी भेटेँ। बेबीसँग चाहिँ एकछिन खेलेँ र घुरेर आउँदाखेरि चाहिँ यता देवी पनि लिएर आउँदै रहेछन्। यो चाहिँ फर्स्ट टिप लिएर आउँदैछन्, अरू थुप्रै गएका छन्, थुप्रो टिप आउनलाई पनि लागिसकेको छ र आज देवी पनि लिएर आइसकेका छन्। कति टिप चाहिँ उठाउन सक्छु म त्यति चाहिँ तपाईँहरूलाई देखाउनु छु, लास्टसम्म हेर्दै जानु होला। र त्यतिमै मेरो हस्बेन्डले चाहिँ भिडियो कल गर्नुभएको थियो र नानीलाई देखा भन्न थाल्नुभयो र म चाहिँ हिँडिसकेको छु घर नानीलाई देखाउनलाई। नानी चाहिँ सुतिरहेको थिइन्, मुख हेर्नु न कस्तो बनाउनु भएको छ हस्बेन्डले चाहिँ। नानी उठिरहेको चाहिँ हेर्न मन पराउनुहुन्छ। अहिले चाहिँ फेरि अर्को टिप पनि आइपुगेको छ। हेर्नु न, दसैँ लाग्यो भने चाहिँ कति खुसी लाग्छ होइन भन्नु त, र यही दसैँ गयो भने चाहिँ कति दुःख लाग्छ। र यता चाहिँ नानीको नङ काटिदिरहेको थिएँ। नानीको नङले यति नै बेसी चिमाटी राखेकी थिइन् र यति नै बेसी कतारै राखेकी थिइन्। त्यही भनेर नानीहरूको नङ चाहिँ कति जल्दी जल्दी बढ्छ र कति 2 दिन 3 दिन 2 दिन 3 दिनमा काटिराख्नुपर्छ नानीहरूको नङ। हेर्नु न, काटिसकेको पछि चाहिँ कति राम्रो देखिन्छ हात पनि र कोतार्नाहरू पनि बन्द हुन्छ। नानीको नङ काट्दा काट्दै फेरि अर्को टिप आइपुगेका छन्। हेर्नु न, यो चाहिँ बिहारीहरूको टिम अरे र बिहारीहरूको चाहिँ सबै ढाकेर लिएर आउँदा अहिले चाहिँ नानी पनि निदाइरहेको थिइन् र मैले चाहिँ बनाउन थालेको थिएँ दुर्गा। हेर्नु न, अहिले चाहिँ यतिको भएको छ। फाइनल लुक चाहिँ कस्तो हुन्छ अर्को एउटा भिडियोमा देखाउँछु। बाई बाई।